हेलो साथीहरु, वेलकम बैक टू माई यूट्यूब चैनल। त आज म तपाईहरुको लागि सीटीबीटी, एचए, डी फार्मा, ब्रिज कोर्स, सेन्ट सेभियरको क्वेशन होस् या बालन मेट्रोपोलिटन स्कलरशिप एक्जाम सबैको लागि फिजिक्समा सोध्ने गरी 20 वटा या 25 वटा क्वेशनहरुको सोलुसन लिएर आएको छु। त कृपया पूरा भिडियो अन्तसम्म हेर्दिनु होला। त अब फिजिक्स को क्वेशन जुन कि बालन स्कलरशिपमा 8, 9, 10 बाट नै रहन्छ। त्यसको एउटा सेट लिएर आएको छु जुन कि मात्र फिजिक्स को छ। त त्यो हामी अहिले सोल्भ गरेर गइरहेको छौं। त्यहाँ क्वेशन छ फर्स्ट नम्बर क्वेशन छ अ माइक्रोन इज इक्वल टु त्यसको हुन्छ 10 को पावर -6 मिटर। अब छ द युनिट अफ लुमिनस इन्टेन्सिटी। यो क्वेशन एसआई युनिट बाट छ। त युनिट अफ लुमिनस इन्टेन्सिटी हुन्छ क्यान्डेला। अब भने छ युनिट अफ जी, त्यो छ स्मल जी छैन, यो क्यापिटल जी छ। त्यसको हुन्छ न्यूटन मिटर स्क्वायर पर केजी स्क्वायर। अब भने छ युनिट अफ प्रेशर। त युनिट अफ प्रेशर पास्कल हुन्छ र पास्कल को एसआई युनिटमा न्यूटन पर मिटर स्क्वायर पनि हुन्छ। त त्यसैले यहाँ अप्सन बोथ ए एन्ड बी हुन्छ। अब भने छ 1 एंगस्ट्रम इज इक्वल टु 1 एंगस्ट्रम, यानी कि एंगस्ट्रम एउटा डिस्टेंस को युनिट हो जुन जसको भ्यालु 10 to the power -10 मिटर हुन्छ। अब छ 1 लाइट इयर इज इक्वल टु 1 लाइट इयर हुन्छ 9.6 × 10 to the power 15 मिटर, तर यहाँ 9.5 छ, यो नै हुन्छ अप्सनमा। अब छ 1 एस्ट्रोनोमिकल युनिट। त 1 एस्ट्रोनोमिकल युनिट जुन कि सन र अर्थ को बीचको दूरी हो, यहाँ हुन्छ ए नम्बर। अब भने छ 1 न्यूटन इज इक्वल टु, यो त झन् भिभिआई क्वेशन अन्तर्गत पर्छ 1 न्यूटन। त्यसको भ्यालु हुन्छ 10 to the power 5 डाइन। अब छ 1 जूल इज इक्वल टु 1 जूल हुन्छ 10 to the power 7 अर्ज। अब छ 1 किलोवाट इज इक्वल टु 1 किलोवाट, यानी कि 3 × 10 को पावर 3.6 × 10 को पावर -6 मिटर छ, यहाँ दिएको छ। अब छ युनिट अफ मोमेन्ट अफ फोर्स। त मोमेन्ट अफ फोर्स को युनिट के हुन्छ, जूल हुन्छ, त्यहाँ अप्सनमा छ ए नम्बरमा। अब छ द युनिट अफ चार्ज। त चार्ज को युनिट कोलम्ब हुन्छ। युनिट अफ जी, यहाँ स्मल जी छ, त्यहाँ क्यापिटल जी थियो, स्मल जी को हुन्छ मिटर पर सेकेन्ड स्क्वायर। अब छ हाम्रो 14 नम्बर क्वेशन छ फाइन्ड द डाइमेन्सनल फर्मुला अफ फोर्स। त फोर्स को डाइमेन्सनल फर्मुला के हुन्छ, फोर्स को मास इन्टु एक्सेलरेसन अथि हुन्छ फर्मुला। फोर्स निकाल्ने फर्मुला मास इन्टु एक्सेलरेसन। त मास को यल अनि एक्सेलरेसन को मिटर पर सेकेन्ड को स्क्वायर। त्यसको फर्मुला हुन्छ डाइमेन्सनल फर्मुला mlt-2। अब छ द डाइमेन्सनल फर्मुला प्रेशर। त प्रेशर को के हुन्छ पास्कल। पास्कलमा पनि ml फोर्स बाइ एरिया हुन्छ, एरिया को हुन्छ एल स्क्वायर। त mlt-2 छ, त ml-1 t-2 हुन्छ प्रेशर को। अब भन्छ युनिट अफ ग्रेभिटी। ग्रेभिटी को युनिट के हुन्छ, त ग्रेभिटी को युनिट न्यूटन हुन्छ। अब छ 1 एम्पियर करेन्ट इज इक्वल टु 1 एम्पियर करेन्टमा कति इलेक्ट्रोन हुन्छ, 6.25 × 10 to the power 18 इलेक्ट्रोन हुन्छ। लाइट इयर के को डिस्टेंस हो, के को युनिट हो, डिस्टेंस को युनिट हो, जुन कि मैले यहाँ 6 नम्बरमा भनेको थिए। अब छ 1 सेकेन्ड इक्वल टु कतिलाई 1 सेकेन्ड भनिन्छ, त दिन को 86,400 पार्ट को एउटा पार्टलाई 1 सेकेन्ड भनिन्छ, जुन कि यहाँ छ। विच अफ द फलोइङ इज स्केलर क्वान्टिटी। स्केलर क्वान्टिटी कुन छ, एक्सेलरेसन कि स्पीड कि भेलोसिटी के हो। यहाँ एक्सेलरेसन भेलोसिटी भेक्टर क्वान्टिटी छ, स्केलरमा स्पीड आउँछ। अब छ न्यूटन फर्स्ट ल अफ मोसन गिव्स द, न्यूटन को फर्स्ट ल अफ मोसनले के दिन्छ, डेफिनेसन अफ फोर्स र मेजरमेन्ट अफ फोर्स न्यूटन को सेकेन्ड लले दिन्छ, एप्लिकेसन अफ फोर्स थर्ड लले दिन्छ। त न्यूटन सेकेन्ड ल अफ मोसन क्वेशन सोधिने दिएछ। त न्यूटन सेकेन्ड ल अफ मोसन हुन्छ मेजरमेन्ट अफ फोर्स। अब छ न्यूटन थर्ड ल अफ मोसन। त न्यूटन थर्ड ल अफ मोसन गिव्स एप्लिकेसन अफ फोर्स। अब यहाँ छ 100 kg अफ भेहिकल इज मुभिङ विथ 5 मिटर पर सेकेन्ड स्क्वायर एक्सेलरेसन, देन हाउ मच फोर्स इज एप्लाइड। त फोर्स को फर्मुला के हुन्छ मास इन्टु एक्सेलरेसन। त मास 100 kg अनि एक्सेलरेसन छ 5 मिटर पर सेकेन्ड स्क्वायर।
यानी कि मास इन्टु एक्सेलरेसन 100 × 5 यानी कि 500 न्युटन भयो यसको एन्सर। त साथीहरु आजको भिडियोमा हामीले फिजिक्सको 24 वटा क्वेशन सल्भ गरेर र अर्को भिडियोमा हामीले अझै फिजिक्सको केमिस्ट्रीको र बायोलोजीको क्वेशन पनि सल्भ गर्ने छौं। त कृपया मसँग जुड्नको लागि यो च्यानललाई सब्स्क्राइब र लाइक गरिदिनु होला। धन्यवाद।